ओके सबैलाई जय मसी। ओके हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ। विशेष गरी यो हप्ता अस्ति आइतबार हामी सबैजना इस्टरको सबैजना त जान सकेन है, तर हामी जति जान सक्यौँ अनि हामी सहभागी हुन पायौँ। भक्तपुरमा राम्रो कार्यक्रम भयो, प्रभुले अनुग्रह गर्नुभयो, सञ्चालन धेरै राम्रो भयो। मैले ठिक टाइममा गुरुबाहरूलाई जे प्रमिस गरेको थिएँ, मैले 2 घन्टाभित्र चाहिँ पक्का पनि हाम्रो सेवालाई म सच्याउने छु भनेर भनेको थिएँ। अनि त्यहाँ चाहिँ धेरैजना वक्ताहरू हुनुहुन्थ्यो होइन, मतलब शुभकामना दिने व्यक्तिहरू हुनुहुन्थ्यो। अनि तपाईँलाई प्रार्थनाको लागि अनि त्यहाँ राम्रो कार्यक्रम हुन सक्यो। प्रभुलाई धन्यवाद होस्। हुन्छ, हामी आजको वचनमा हामी सरासर जानेछौँ। आजको वचन चाहिँ तपाईँले पढ्नुभयो नि होइन, के छ पढ्नुहोस् त। कसले आफूलाई प्रेम गर्दैन? कसले आफूलाई प्रेम गर्दैन ल भन्नु त? गर्छ सबैले? आफूलाई प्रेम गर्नुहुन्छ? आफूलाई माया नगर्ने मान्छे को छ? हजुर हो र? मैले त हामी सबै आफूलाई माया गर्दैन जस्तो लागेर आज आफूलाई माया गरौँ भनेर वचन तयार पारेको मैले है। हामी आफूलाई माया गर्दैनौँ, त्यसैले गर्दा आजको वचन चाहिँ मैले के भनेको भने तपाईँ आफूलाई के गर्नुहोस्? माया गर्नुहोस्, प्रेम गर्नुहोस् है त। ल अब यसो विचार गर्दाखेरि यो भनौँ न, कतिजनाले त अब यो कस्तो स्वार्थी खालको होइन वचन पनि भन्ला। यो स्वार्थ र आफूलाई माया गर, अब कसले गर्दैन? त्यो सबले गरिराखेको हुन्छ आफूलाई माया। अनि आफूलाई माया गर्न पनि सिकाउनु पर्ने कस्तो खालको भन्नु होला। तर वास्तवमा आफूलाई माया गर्नलाई मान्छेलाई सिकाउनु पर्दैन, आफूलाई जहिले पनि मान्छेले माया गरेकै हुन्छ। तर कतिपटक अन्जानमा चाहिँ हामीले आफूलाई चाहिँ के गरिरहेका हुन्छौँ? माया नगरेको हुनसक्छ है। त्यसैले यो विषयमा अलिकति डिटेल हामीलाई धर्मशास्त्र बाइबलले के भन्दछ त आफूलाई माया गर्ने विषयमा भनेर चाहिँ हामी केही बाइबलको खण्डहरू पढेर हामी ध्यान दिनेछौँ कसरी हामीले आफूलाई माया गर्ने है त। यसमा मैले केही पनि बुदाहरू राखेको पनि छैन र बाइबलको पदहरू मात्र राखेको छु। कसरी आफूलाई माया गर्ने यो पनि मैले सिकाउन चाहन्न, किनभने सबैलाई थाहा छ कसरी आफूलाई माया गर्नुपर्छ होइन। तर बाइबल धर्मशास्त्रले चाहिँ आफूलाई माया गर्ने विषयमा, आफूलाई प्रेम गर्ने विषयमा के भन्छ त होइन, कुन पदले हामीलाई के भन्छ त भनेर हामी एकछिन हेर्नेछौँ। ठिक छ, तयार हुनुहुन्छ? ल सबैभन्दा पहिला चाहिँ हामी हेर्नेछौँ, यहाँ चाहिँ एउटा बाइबलको पद हेरौँ है त। हामीले एउटा बाइबलको पद हेरौँ, त्यो बाइबलको पदले के भन्छ त आछ है। तर लेखेर अनि तपाईँले यसलाई हेर्नु भए पनि हुन्छ, लेख्नुहोस् तपाईँको नोटबुकमा अनि त्यसपछि तपाईँले हेर्नुहोस् है त, पढ्नुहोस् है त। ल यहाँ के भन्छ? उत्पत्ति 1 को 27 पदले के भन्छ पहिला हेरौँ त। यसमा उत्पत्ति 1 को 27 पद पढ्नुहोस् त एकजनाले। थ्याङ्क यू डियर। ल ठुलो स्वरले पढ्नुहोस् त एकजनाले। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। अब तपाईँले कहिले विचार गर्नुभएको छ परमेश्वरले तपाईँलाई कस्तो प्रकारले निर्माण गर्नु सृष्टि गर्नुभएको छ भनेर, बनाउनु भएको छ भनेर नि याद गर्नुभएको छ? एकदमै महत्त्वपूर्ण कुरा रहेछ यो शब्द। हामीलाई परमेश्वरले आफ्नो स्वरूप र प्रतिरूपमा बनाउनु भएको कुरा है। आफ्नो स्वरूप र प्रतिरूपमा बनाउनु भएको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामीले जान्नुपर्छ। किन भन्दाखेरि एकछिन विचार गर्नुहोस् त, एकछिन विचार गर्नुहोस् त, हामीलाई परमेश्वरले किन आफ्नै स्वरूप र प्रतिरूप दिनुभयो? कहिले विचार गर्नुभएको छ? अनि 26 पदमा, यो 27 पद भयो, 26 पदमा के लेख्छ भन्दाखेरि मानिसलाई आफ्नै स्वरूप र हाम्रै प्रतिरूपमा बनाऊ भनेर प्रभुले आफ्नो होइन पिता पुत्र पवित्र आत्माले छलफल गर्नुभयो, बात गर्नुभयो, कुराकानी गर्नुभयो। हामीले मानिसलाई बनाउँदा चाहिँ हाम्रै स्वरूप र प्रतिरूपमा बनाऊ। त्यसैले 27 पदले यसलाई व्याख्या गरेर भन्छ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा के गर्नुभयो? सृष्टि गर्नुभयो र परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूप र स्वरूप। अब एकछिन विचार गर्नुहोस् त, तपाईँ र मेरो निर्माण, तपाईँ र मेरो सृष्टि, तपाईँ र मलाई बनाइएको चाहिँ परमेश्वरको स्वरूप हो, अरू केही चिज छैन। तपाईँ अघि भने जस्तो सुँगुर जस्तो छैन तपाईँको मुख होइन, उच्च परेको, टाउको ठुलो, जिउ भारी भएको त्यस्तो छैन त। हामी हात्ती जस्तो होइन सुँड भएको मान्छे होइनौँ हामी होइन, हामी मुसा जस्तो होइनौँ
हामी होइन चरा जस्तो होइनौँ, हामी डिफ्रेन्ट प्रकारको छौँ, हामी भिन्न प्रकारको परमेश्वरले बनाउनु भएको छ। त्यो चाहिँ परमेश्वरको आफ्नै स्वरूप हो, त्यो चाहिँ आफ्नै प्रतिरूपमा परमेश्वरले तपाईँलाई बनाउनु भएको छ। कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा यसले बुझाउँछ तपाईँलाई सुँगुरको या बङ्गुरको या होइन तपाईँलाई कुकुरको होइन तपाईँलाई र मलाई चाहिँ परमेश्वरले होइन बाघ जस्तो स्वरूप दिनु भएन, उहाँले आफ्नै स्वरूप हामीलाई दिनुभयो, आफ्नै स्वरूप। किन त्यो महत्त्वपूर्ण छ? त्यसैले यो कुरालाई याद गरेर नै तपाईँ र मैले आफूलाई के गर्नुपर्छ? प्रेम गर्नुपर्छ। यसको अर्थ जब हामीले आफूलाई प्रेम गर्छौँ नि, त्यो हामीले परमेश्वरलाई प्रेम गरेको ठहर्छ। यो कुरा यहाँनिर भनेको। अब म पदहरू मात्र हामी सरासरी हेर्छौँ, अर्को पदलाई हामी हेरौँ है त। दुईवटा पद छ यहाँ। भजन सङ्ग्रह 139 को 14 पदले भन्छ, के भन्छ? पढ्नुहोस् त एकजनाले ठुलो स्वरले, ठुलो आवाजले। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। हेर्नु त, तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँको कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले बुझ्दछु। भजनकर्ताले के भनेको? यो तपाईँ र मलाई परमेश्वरले अद्भुत बनाइएको छ, भयानक। तपाईँ सोच्नुहोस् त, मान्छेले बनाएको मेसिन है, मान्छेले बनाएको मेसिनहरू 10 वर्ष पनि टिक्दैन होइन। 10 वर्षपछि के हुन्छ? कहिलेकाहीँ त 10 वर्ष के त्यो मैले अस्ति भर्खर किनेको त्यो चल्दै नचलेर फेरि प्रियालाई त्यहाँ राख्नु पर्यो, बिग्रियो। 1 महिना पनि भएको छैन, त्यो चल्दै चल्दैन। त्यही भएर त्यो फेरि त्यो कम्प्युटरको मान्छेले बनाएको चिज के छ? अस्थायी छ, केही समयको लागि छ र त्यो बिग्रिहाल्छ। तर परमेश्वरले तपाईँ र मेरो शरीरमा राखिदिनु भएको आँखा हेर्नुहोस् त, अझै काम गरिरहेको छ। जिब्रो हेर्नुहोस् त, अझै बोलिरहेको छ। जन्मेदेखि होइन त, जन्मेदेखि मेरो मुटु चलिरहेछ, नचल्या भए सकिसक्थ्यो जिन्दगी होइन। उहिले हरेक चिज के भइरहेछ? एक्टिभेट छ, चलिराखेकै छ। मान्छेको आयु जति वर्षसम्म परमेश्वरले तय गर्नुभएको छ त्यति वर्षसम्म यसको केही पनि हुँदैन। हालेलुया। कस्तो अद्भुत प्रकार! तपाईँले थाहा छ, तपाईँ र मेरो नसा मात्र यदि जोडेर एकसाथ जोडेर यदि जोड्दै 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 जाने हो भने पृथ्वीलाई 3 चोटि घुमाउन पुग्छ अरे, त्यति नसा छ हाम्रो शरीरमा, एउटा मान्छेको शरीरमा। तपाईँलाई थाहा छ? एउटा मान्छेको शरीरमा पृथ्वीलाई 3 चोटि के भन्छ बाँध्ने डोरी जस्तै पुग्छ। त्यति धेरै नसा चलिरहेछ हाम्रो शरीरमा। एउटा मात्र नसा त्यसबाट यता र उता भयो भने मान्छे के हुन्छ? खतम हुन्छ हैन। भन्नु त, परमेश्वरले बनाउनु भएको चिज चाहिँ अद्भुत छ हैन। यो भयानक छ भन्छ अझै हैन, भयानक छ, बुझ्दै नसकिने। तर के भन्छ भजनकर्ताले? के भन्छ? म पूर्ण रूपले त्यो बुझ्दछु। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के? तपाईँ र म अद्भुत रीतिले र भयानक रीतिले बनाइएका छौँ। हालेलुया। होइन, दोस्रो नम्बर कुरा के भन्छ? एफिसी 2 को 10 पद। किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौँ। हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नुभएको थियो। यहाँ के भनेको? उहाँका हातका सिप हौँ। तपाईँ र म चाहिँ परमेश्वरले आफ्नै हातले के गरिएको? सृजना गरिएको। तपाईँले केही चिज बनाउनु भयो भने छ नि, आफैले हातले बनाउनु भयो भने त्यो चिज तपाईँ कति माया गर्नुहुन्छ है? कति माया लाग्दो हुन्छ त्यो चिज होइन। हामी बिगार्न चाहँदैनौँ। त्यो नराम्रै भए पनि आफूलाई राम्रो लागेपछि, आफूले बनाएको चिज भनेपछि मान्छे गदगद खुसी हुँदै होइन, यो त मैले बनाएको। हेर्नु त, सानो सानो बच्चाहरू पनि एउटा चित्र मात्रै सानो हेर्दाखेरि हामीलाई दिक्कै लाग्दै बेकारको चित्र बनाएको छ होइन, काम न काजको। तर उनीहरू त्यही चित्र, सानो चित्र बनाउँदा उनीहरू खुसी हुन्छ। हेर्नु त, भनेको तपाईँ र मलाई परमेश्वरले आफ्नै हातले के गर्नुभयो? सृष्टि गर्नुभयो। त्यसैले आफूलाई माया गर्ने कुरा भन्छ। अर्को पदलाई हेरौँ, म सरासर पदहरू हेर्नेछौँ। अर्को पदले भन्छ हितोपदेश 19 को 8 पद। के भन्छ यसले?
बुद्धि प्राप्त गर्नेले आफ्नै प्राणलाई के गर्छ? प्रेम गर्छ। बुद्धि प्राप्त गर्ने मान्छेले के गर्छ? आफ्नो प्राणलाई प्रेम गर्छ। समझदारीको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ। भनेको आफूलाई प्रेम गर्ने मान्छे समझदार हो, अनि त्यो समझदार मान्छेको चाहिँ जहिले पनि के हुन्छ? फलिफाप हुन्छ। फलिफाप हुन्छ। मर्कुस 12:31। दोस्रो चाहिँ यो हो कि तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। यो भन्दा ठुलो आज्ञा अर्को हजुर छैन। पहिलो यूहन्ना 3:1 भन्छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ। हेर पिताले कस्तो किसिमले हामीलाई प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान हौँ भनी कहलिएका हौँ र साँच्चै हौँ पनि। यसै कारण त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। हामी हेर्नुहोस् त कस्तो किसिमले प्रेम गरिएका छौँ। हामीलाई कति धेरै प्रेम गरिएको छ परमेश्वरद्वारा, हैन? हामीले यो कुरा बुझ्नु पर्यो। त्यसैले हामीले आफूलाई किन प्रेम गर्नुपर्छ यसले हामीलाई देखाउँदैछ। र लुका 12:7 भन्छ, तर तिमीहरूका शिरका केशहरू पनि गनिएका छन्। के अरे? तिमीहरूका शिरका केशहरू पनि गनिएका छन्। यसकारण नडराऊ, तिमीहरू धेरै भङ्गेरा भन्दा बढी मोलका छौ, अर्थात् मूल्यवान छौ। अब यसले के देखायो? हामी यी सबै पदहरूले सिद्धियो। यति हो है। थ्याङ्क यू प्रिया। ल, मैले यहाँनिर अहिले भन्नु खोजेको कुरा के त? अब यो सबै कुराले हामीलाई के बतायो त? भनेको हामीलाई परमेश्वरले आफ्नै हातले बनाउनु भएको, हामी उहाँका सृष्टि हौँ। हामीलाई उहाँले आफ्नै हातको सिर्जना गरेर हामीलाई बनाउनु भयो। हामीलाई यति धेरै प्रेम गर्नुभयो कि आफ्नो एकमात्र पुत्रलाई पुत्र पनि नभनिकन हाम्रो निम्ति हामीलाई मुक्ति उद्धार गर्नको लागि उहाँले आफ्नो पुत्रलाई दिनुभयो, दिएर हामीलाई मुक्ति र उद्धार दिनुभयो। अब अझै के भन्छ? हाम्रो शिरको एउटा केश पनि गनिएको छ। प्रिय, यो केश एउटा झर्दाखेरि पनि हाम्रो परमेश्वरलाई पीडा हुन्छ, चिन्ता। कति धेरै प्रेम गर्नु हुँदो रहेछ त। हामी आज बिहान मैले मेरो नानीको कपाल त्यो के भन्छ यस्तो गुट्ठा परेर तान्दिएको त्यो काइयोले बिचरा लगभग कति 50-60वटा रौँ छ अरे, हैन? आयो थाहा छैन मलाई कतिवटा गर्न सकेन म, हैन? कतिवटा गयो, 10-12वटा 15-20वटा कति गयो। मलाई खासै केही पनि त्यसले के भएन, किनभने त्यसले नानीलाई दुःख दिइरहेको थियो, मैले त्यसलाई छुट्याइदिएँ। मलाई त खासै केही भएन, तर त्यो झरेको केसको पनि परमेश्वरले गणना राख्नुभएको छ। हालेलुया। याद गर्नुहोस् प्रियहरू, तपाईँ र म कति धेरै प्रेमिलो रहेछौँ, तपाईँ र म धेरै कति मायालु रहेछौँ, तपाईँ र मेरो लागि परमेश्वरले के गर्नुभएको रहेछ, यी सबै पदले हामीलाई देखाउँछ। अब कुरा रह्यो आफूलाई प्रेम गरौँ भन्ने कुरा। अब मलाई भन्नुहोस्, तपाईँले आफूलाई कति प्रेम गर्नुहुन्छ? भन्नुहोस् मलाई। अब तपाईँले कति प्रेम गर्नुहुन्छ? तपाईँले कसरी प्रेम गर्नुहुन्छ आफूलाई? तपाईँले आफूलाई प्रेम नगरेको कुरा केले प्रमाणित हुन्छ? हेर्नु, हामी परमेश्वरको स्वरूपमा बनाइएको कुरा है। म पछाडि एउटा दुईवटा पदहरू हामीले हेरेको कुरालाई हेरौँ। एफिसी 2:10 भनेको के को लागि हामी निर्माण गरिएका हौँ? उहाँको काम गर्नको लागि, उहाँको महिमा गर्नको लागि। के भन्छ? हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाट नै तयार गरिएका छन् असल कामहरूको निम्ति। अब हामीले यदि कुनै खराब काम गर्यो भने के हुँदो रहेछ? यहाँनिर चाहिँ कुरा आयो के। ल, अब मलाई भन्नुहोस्, तपाईँले आफूलाई प्रेम गर्नुहुन्छ होइन त? आफूलाई प्रेम गर्नुहुन्छ होइन? खोइ के गर्नुहुन्न? खराब काम चाहिँ किन गरे त? त्यो भनेको आफूलाई प्रेम गर्नु भएन नि तपाईँ, होइन र? आफूलाई प्रेम गर्ने मान्छेले के गर्छ? खराब काम गर्दैन, असल काम गर्छ। तर हामी खराब गर्छौँ भने के गर्दै हुनुहुन्छ तपाईँले? आफूलाई प्रेम गर्नु भएन। तपाईँले आफूलाई प्रेम गर्नु भएन प्रियहरू।
यही कुरा मैले आज तपाईँलाई भन्न चाहेको कुरा हो। यदि तपाईँ गलत गर्दै हुनुहुन्छ भने तपाईँले आफूलाई प्रेम गर्नु भएन, किनभने तपाईँ गलत गरिनको लागि बनाइएको होइन, होइन? तपाईँ गलत गर्नको लागि बनिएको व्यक्ति होइन, तपाईँ माया गरिएको व्यक्ति हुनुहुन्छ, तपाईँ अद्भुत र भयानक रीतिले बनिएको व्यक्ति हुनुहुन्छ। हामी एकदमै असल कामहरूका निम्ति उहाँका हातका सृजनाहरू हौँ। उहाँले आफ्नै हातले हामीले खोपेर बनाउनु भएको, हामीले आमाको गर्भमा उहाँले रच्नु भएको, अनि हामीले आफूले त्यसलाई परमेश्वरको महानतालाई प्रकट गर्नको लागि काम गरेनौँ भने हामीले आफूलाई कसरी प्रेम गर्यौँ? हामीले अर्को खण्डमा भन्यो होइन, हामीले अघि हेरेको लुकाको पुस्तकमा 12 अध्यायमा के भन्यो? के भन्यो? आफूलाई जस्तै के गर? छिमेकीलाई प्रेम गर। आफूलाई जस्तै छिमेकीलाई प्रेम गर। आफूले एकजना गुरुबाले एकचोटि वचन प्रचार गर्नुभएको थियो, हाम्रो सायद केही ठुलो प्रोग्राम थियो, अनि उहाँले चाहिँ एउटा कार्यक्रमको लागि वक्ताको रूपमा सिलिगुडी जानुपर्ने, इन्डियाको सिलिगुडी जानुपर्ने नेपालबाट, अनि उहाँ त्यहाँको वक्ता होइन, तर उहाँलाई एकदमै ज्वरो आइरहेको थियो, 104 ज्वरो आइरहेछ, जानलाई यात्रा गर्नलाई गाह्रो भइरहेको थियो उहाँलाई। श्रीमतीले उहाँलाई तातो पानी होइन अब ज्वरोको सिटामोल दिइराख्नु भएको छ, तर त्यो ज्वरो घटेकै छैन। तर अब भोलि उहाँ त्यहाँ कहाँ जानु पर्यो? सिलिगुडी वचन प्रचार गर्न जानु पर्यो। गुरुबालाई एकदमै ज्वरोबाट निकै भएन, दोस्रो दिन पनि अब जाने दिन भयो, निको भएन। तर गुरुबाले सबै प्याक गर्नुभयो त्यो ज्वरो आएकै अवस्था, किनभने त्यहाँ त अब प्रभुको ठुलो अब मान्छेहरू ठुलो भेला छ होइन, नेपाल, इन्डियाबाट, भुटानबाट थुप्रै पास्टर लिडर्सहरू भेला हुनुभएको छ। उहाँ एकदमै आदरणीय पास्टर हुनुहुन्छ होइन, अनि उहाँ जानु पर्यो। उहाँ त्यो बिमारीकै अवस्थामा जानुभयो। परमेश्वरको अनुग्रहले गएको भोलिपल्ट नै उहाँलाई आराम भयो, निको भयो, अलिकति कम भयो र वचन बोल्नुभयो, फर्केर आउनुभयो। फर्केर आइसकेपछि उहाँको श्रीमती एकदमै धुरु रुनुभयो कि एकदम रुनुभयो। के भयो? अब म गएर आइसकेँ, निको पनि भइसक्यो, अब रुनुको के अर्थ छ होइन? भइ त सक्यो, के मिनिङ छैन, रुनुपर्ने आवश्यकता छैन। म तपाईँको लागि रोएको होइन, म त ठिक भइसकेँ, तिमीलाई रुनु पर्यो भन्दाखेरि श्रीमतीले उहाँलाई भने रे, म तपाईँको लागि रोएको होइन। दगै पर्यो होइन श्रीमान, म बिमारी भएको मान्छे होइन, यस्तो काम गर्ने भनेर रोयो होला भनेको त श्रीमतीले के भन्छ? म तपाईँको लागि रोएको होइन भन्छ। अनि उहाँले भन्नुभयो अरे होइन, श्रीमतीले म तपाईँको लागि रोएको होइन, म मेरै लागि रोएको। एकछिन विचार गर्नुहोस्, यदि तपाईँलाई यस्तो 104 ज्वरो आउँदासम्म पनि तपाईँ जानुहुन्छ भने त्यही ठाउँमा म 104 ज्वरो आएर सुतेको भए तपाईँ के गर्नुहुन्थ्यो? तपाईँले मलाई के गर्नुहुन्थ्यो? छोडेर जानुहुन्थ्यो, अनि म एक्लै यहाँ के हुन्थेँ? बिमारी भएर लडिराखेको हुन्थेँ। भनेपछि म बिमारी हुँदा पनि तपाईँले के गर्नुहुन्न रहेछ? मलाई छोड्नु हुँदो रहेछ, तपाईँले विचार गर्नुहुन्न रहेछ भनेर म रोएको भन्नुभयो अरे के। त्यसपछि गुरुबा एकदमै झसङ्ग भयो होइन, उहाँले सोच्नुभयो, उहाँले विचार गर्नुभयो, मैले परमेश्वरको काम गर्नुपर्छ। हो, अफकोर्स पास्टरले परमेश्वरको काम गर्नुपर्छ, तर आफूलाई माया पर्ने मान्छेले म नसक्ने हो भने त त्यहाँ त भन्नु पऱ्यो नि, ल साथी हो म के भएँ? बिमारी भएँ, मलाई के गर्नुपर्छ? माया गर्नुपर्छ। मलाई माया गरिनँ भने मेरो छिमेकीलाई म कसरी माया गर्छु? गर्नै जान्दिनँ। मलाई माफ गर्नुहोस्, म आउन सकिनँ, अरू कुनै वक्ता खडा गर्नुहोस् भनेर उहाँ चाहिँ रेस्ट गर्नु पर्थ्यो, तर उहाँ जानु। उहाँले आफूलाई माया गरेको थरियो कि थरिएन? थरिएन, आफूलाई माया नगर्दो रहेछ कि उहाँले विचार गर्नु, मलाई माया नगर्दो रहेछ। यदि मैले माया गर्छु भने म बिमारी हुँदा के गर्छु? रेस्ट गर्छु बाबा होइन, म रेस्ट गर्छु नि, मलाई माया गर्छु भने म। यो विचार गर्दा त तपाईँले सोच्नु होला, हामीले विचार गरौँला, यो त कस्तो खालको स्वार्थी जस्तो होइन, त्यहाँ कति मान्छे पुरिरहेको हुन्छ अनि कसरी नजाने त भन्नु होला होइन। अफकोर्स हो, क्लियर। परमेश्वरको काम तपाईँ बिमारी भएर गर्नुहोस् भन्ने परमेश्वर इच्छा गर्नुहुन्न। आमेन, आमेन भन्नु भएन? तपाईँलाई गाह्रो भयो?
परमेश्वरको काम चाहिँ तपाईँ बिमारी भई गरोस् भन्ने परमेश्वर इच्छा गर्नुहुन्छ। तपाईँले गर्नै पर्छ भन्ने ठेक्का तपाईँलाई दिनुभएको छैन परमेश्वर। तपाईँ नभए संसार अड्किन्छ हो। त्यसको मतलब त तपाईँले के सोच्नुभयो, म नभए पनि संसार अड्किन्छ भन्ने सोच्नुभयो हो र? अड्किन्छ? अड्किँदैन। परमेश्वरले चलाउनुहुन्छ, परमेश्वरको काम हो बाबा। त्यसैले तपाईँले आफूलाई माया गर्नुहुन्छ भने तपाईँ खराब हुँदा, आफूलाई खराब हुँदा तपाईँले के गर्नुहुन्छ? स्वस्थ राख्नुहुन्छ। तपाईँ बिमार हुँदा तपाईँले स्वस्थ राख्नुहुन्छ तपाईँले आफूलाई। तपाईँले खराबी गर्नुहुन्न। तपाईँले अब के भन्छ, मैले कतिपटक अब त्यो है रेस्टुरेन्टहरूमा जाँदाखेरि अब हामी खाना खान्छौँ, त्यो छेउमै अर्कोले चुरोट खाइरहेको हुन्छ कि है, अनि साथी भाइ प्लिज तपाईँ यहाँ नखाइदिनुहोस् न भन्यो भने के हुन्छ, के तपाईँले खाएको छ त, हामीले हाम्रो खाएको छ, तपाईँले के गरेको छ भन्छ। त्यो मान्छेलाई त त्यसले असर गरेको छ, त्यसले के गर्छ, त्यसले के गर्छ, अर्कोलाई पनि असर गर्छ बाबा। अनि तपाईँले कसरी आफूलाई माया गर्नुभयो त? आफैले चुरोट खाएर आफ्नो फोक्सो बिगार्ने, अनि आफूलाई माया गरेँ, मैले माया गरेको छु भन्ने मिले? अब अहिले मैले मेरो विचार गरेको, अब युरिक एसिड चाहिँ 111.3 पुगेछ मेरो, पुरा पाता दुख्छ मेरो होइन, अनि अझै खाइरहेछ होइन, के को खसीको मासु ट्याङ लजा अनि खसीको मासु खाने, गेडागुडी खाने। मलाई माया गरेँ गरेन, मैले त मलाई के गरेँ, नाश पार्न खोजेँ अझै। भने तपाईँलाई प्रेम गर्नुहोस् हो भनेको के हो, तपाईँले आफ्नोको वास्ता गर्नुहोस् प्रियहरू, तपाईँ सुन्दर बन्नुहोस्, राम्रो बन्नुहोस्, तपाईँ नुहाउनुहोस्, तपाईँ सफा हुनुहोस् मात्रै होइन, तपाईँ हृदयबाट मनदेखि सफा हुनुहोस्। हालेलुया। मनदेखि सफा हुनुहोस्। तपाईँले आफूलाई प्रेम गर्नुहोस् प्रिय। तपाईँले जति धेरै आफूलाई प्रेम गर्नुहुन्छ नि, त्यो मान्छेले अरूलाई प्रेम गर्न जानेको हुन्छ। धेरै पहिला सानो थियो हामी त्यस्तै 4-5 कक्षा पढ्ने बेलामा मेरो साथी थियो, सुरेश खनाल भन्ने थियो, 2 जना थियो, उसको दाजुभाइ 2 जना थियो, अनि एकदम मिल्थ्यो हामी। सुरेश खनाल र उसको भाइ थियो, भाइको नाम त मैले बिर्सेँ थियो। ऊ र म चाहिँ एकदम मिल्ने भएर उसको नाम मलाई अझै याद छ, सानोको कुरा हो। उसको मम्मी बाबा चाहिँ जहिले पनि होइन अरे मिठो मिठो खाने होइन। हाम्रो मामाको पसल होटल थियो, अनि म मामाको पसलमा भाँडामा साना माझ्थेँ म होइन, अनि उनीहरू त्यहीँ खाना आउँथे। अनि मेरो माइजूले चाहिँ उहाँहरूलाई भन्थे, छोरालाई पनि के किनेर खुवाउने, तिनीहरूलाई किन खुवाउनु पर्यो, पहिला आफू बनेको यिनीहरूलाई माया गर्न सकिन्छ, आफू खानुपर्छ अनि हुन्छ भन्थे होइन। अनि मेरो माइजू कस्तो रहेछ यो त्यो उसको बाबालाई, मेरो साथीको बाबालाई कस्तो रहेछ, आफ्नो छोराछोरीले माया गर्दैन भन्थ्यो क्या। यसो विचार गर्दाखेरि सही हो है, माया नगरेको जस्तो देखिन्छ, सही हो। तर वास्तवमा आमा बुवा हेल्दी छैन भने छोराछोरी पाल्न सक्छ त? सक्दैन, सम्भव छैन। छोराछोरी जबसम्म बलियो, अब मैले आफूलाई व्यवस्था गर्दै गयो भने के हुन्छ, अबको 2-3 वर्षमै म मर्न सक्छु यदि मैले के गरिनँ भने, आफ्नो केयर गरिनँ भने म मर्न सक्छु। त्यसपछि मेरो छोराछोरी के हुन्छ, खतम, टुक्रा हुन्छ। वा भनौँ न जति दिनसम्म उनीहरू बाबाको प्यार पाउनु योग्यको थियो पाउँदैन। अनि मलाई माया गरेको ठहरियो त प्रियहरू। अनि म आफैले माया नगरेर म मर्ने, अनि त्यसपछि छोराछोरीलाई मैले माया गर्छु, म माया गर्छु भनेर मिल्छ? मिलेन, राइट? सो तपाईँले आफूलाई प्रेम गर्नु चाहिँ महत्त्वपूर्ण कुरा हो। तपाईँले जबसम्म आफूलाई प्रेम गर्नुहुन्न तबसम्म तपाईँले अरूलाई प्रेम गर्न सक्नुहुन्न। बाइबलले भनेको कुरा यही, अहिले बताएको कुरा यही पदहरूले भनेको कुरा यही प्रियहरू। त्यसैले पहिला तपाईँले आफूलाई हजुर प्रेम गर्नुहोस्, आफू राम्रो बन्नुहोस्, आफू हेल्दी खानुहोस्, जे पायो त्यो गरेर नहिँड्नुहोस्, जे पायो त्यो खाएर नहिँड्नुहोस् है। जे पायो त्यो गर्यो, जे पायो त्यो बोल्यो, जे पायो त्यो गर्यो भने के हुन्छ, हाम्रो शरीर नाश हुँदै जान्छ, त्यसले अर्कोलाई पनि के गर्छ, असर गर्दै जान्छ।
त्यसैले तपाईँले आफूलाई माया गर्ने मान्छे के हो त? मेरो छोराले श्रीमतीले मलाई गाली गर्छ कि एक्सर्साइज गर्दैन, बुढा सुतेर बस्छ, तपाईँ एकदम ठिक छैन भन्नुहुन्छ। अनि कहिलेकाहीँ बिहान अब के गर्ने, अलि ढिलै सुत्छु म 12 बजे, अनि बिहान 7 बजे उठ्छु म, अनि कहिलेकाहीँ जसँगै 6 बजे उठ्छु, अनि थाहा नदिइकन भए पनि खुसुक्क लगाएर माथि डाँडामा गएर एक्सर्साइज गर्छु ताकि म अलिकति हेल्दी बन्न सकूँ। आमेन। म आफूलाई माया गर्छु। हो, मैले मेरो जीवनलाई माया गरेँ भने म मेरो छोराछोरीलाई माया गरेको ठहरिन्छ, मेरो श्रीमतीलाई माया गरेको ठहरिन्छ। मैले मलाई माया गरिनँ भने मेरो श्रीमती र मेरो छोराछोरीलाई मैले माया गरेको ठहरिँदैन। ल हो, अफकोर्स एकदमै जीवनको एकदमै कष्टकर कुरा आयो, मानिलिउँ। ल सुन्नुहोस् है एकछिन, यो अलिक सिरियस कुरा गरेको मैले। मानिलिउँ सम्पूर्ण मान्छेहरू तहस नहस भयो, अब डाँका आयो, गुन्डा आयो। ल तिमीहरू 4 जना रहेछौ, आमा बुवा छोराछोरी, तपाईँले अरूलाई माया गरेको ठहरिन सक्दछ। सो मेरो तपाईँलाई यही कुरा यहाँनिर भनेको सबै पदलाई याद गर्नुहोस्, फेरि घरमा गएर भोट लिनुहोस्। भन्न खोज्नु भएको के हो परमेश्वरले? अझै तपाईँले परमेश्वरसँग सोध्नुहोस्, मलाई प्रभु तपाईँले के भन्नुभयो आज? आफूलाई माया गर्ने कुरा, आफूलाई प्रेम गर्ने कुरा तपाईँले भन्नुभयो। मैले कसरी आफूलाई माया गर्ने, प्रेम गर्ने? तपाईँ सोच्नुहोस्, विचार गर्नुहोस्, दिनदिनै है, दिनदिनै, एक दिन मात्रै होइन, एकछिन मात्रै होइन, हर समय तपाईँले विचार गर्नुहोस्, मैले मलाई माया गर्छु कि गर्दिनँ, मैले मलाई प्रेम गर्छु कि गर्दिनँ। जब तपाईँले आफूलाई प्रेम गर्नुहुन्छ, तपाईँले तपाईँको छोराछोरी, तपाईँको श्रीमती, तपाईँको परिवार, तपाईँको आफन्तलाई माया गरेको ठहरिन्छ। त्यति मात्र होइन, तपाईँले आफ्नो छिमेकीलाई पनि माया गरेको ठहरिन्छ, जुन चाहिँ हामीलाई परमेश्वरको वचनले दोस्रो महान आज्ञाको रूपमा आज्ञा दिनुभएको छ। तिमीले आफूलाई पनि छिमेकीलाई, आफूलाई जस्तै छिमेकीलाई प्रेम गर। त्यसैले साथीहरू, प्रियहरू, तपाईँलाई आज म भन्न चाहन्छु, तपाईँले आफूलाई सबैभन्दा ज्यादा प्रेम गर्नुहोस्। ल छेउको साथीलाई एकचोटि भन्नु, तपाईँले आफूलाई प्रेम गर्नुहोस्। कति प्रेम गर्नुहुन्छ थाहा छैन। अब यहाँ प्रेम दाईको त नामै प्रेम छ होइन, यो त्यस्तो छ, अरूको त प्रेम छैन होइन। प्रेम दाईले पनि प्रेम दाईलाई प्रेम गर्नु पर्यो होइन। जब तपाईँले आफूलाई प्रेम गर्नुहुन्छ, म विश्वास गर्छु, अब एउटा सानो उदाहरण दिएर सिधाइहालौँ। अस्ति कोभिडको टाइममा अब हामी सबैजना बिमारी, मेरो श्रीमती पनि बिमारी। यहाँनिर हामीले कतिपटक हाम्रो सेल्फिसनेसलाई चाहिँ त्याग्नुपर्छ भने, अघि भने नि आफ्नो ज्यान दिनुपर्छ। अब गुरुआमा 2 दिन भयो थियो, म त कति सुतिहालेँ होइन, अनि उता जुडुकै उठेर आफै पकाउन सुरु गर्यो, जसरी हुन्छ बाँच्नै पर्यो सबैजना भनेर। यदि मेरो श्रीमतीले त्यतिखेर त्यो नगरेको भए सायद हामी 4 जना त मर्ने थिएनौँ होला, म चाहिँ मरिहाल्थेँ, आजसम्म बाँचेको हुँदैन। कतिपटक चाहिँ हामीले अर्को व्यक्तिको लागि सेक्रिफाइस चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बलिदान हो, हामीले गर्नै पर्छ त्यो चाहिँ। तर ज्यादा से ज्यादा तपाईँले आफूलाई प्रेम गर्ने मान्छेले मात्रै त्यो बलिदान गर्न सक्छ।